गाइज यो चाहिँ अरिङ्गालहरूलाई चाहिँ जङ्गलबाट ल्याएर चाहिँ यो केटाहरूको लागि चकना बन्दैछ। तपाईहरुले खानुभएको छ कि छैन? यो चाहिँ एकदमै मिठो हुन्छ। अरिङ्गालहरूलाई चाहिँ फ्राई गर्दाखेरि एकदमै मिठो लाग्छ गाइज। तपाईहरुले खानुभएको छैन भने सम्पर्क गर्नुहोला, मेरो केटाहरूले खिलाइदिनुहुन्छ। यो चाहिँ केटाहरूको लागि चाहिँ विशेष नै हो है, धेरै राम्रो हुन्छ यो, बवाल छ। तपाईहरुले कहिले खानुभएको छ कि छैन भने खान चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। साथसाथै यो चाहिँ धेरै रोगहरूको चाहिँ औषधि पनि हुने रहेछ गाइज। त्यस्तो छ यसको चाहिँ क्षमता।